नमस्कार साथीहरू, आज म कुरा गर्दैछु टेक्निकल च्यानल हाम्रो ग्याजेट नेपालको बारेमा। ग्याजेट नेपालमा आज हामीले स्मार्ट फोनको कुरा लिएर आएका छौँ, जसमा तपाईँलाई हामीले भिभो भी50 को बारेमा आज हामी तपाईँलाई डिटेलमा बताउनेछौँ। यसको फोनको फिचरको बारेमा बताउनेछु, फोन कस्तो छ, नेपाली बजारमा कहिलेसम्म आउन सक्छ, यो बजारको मूल्य कतिसम्म हुनसक्छ, यी सबै यावत कुराहरू चाहिँ हाम्रो यो भिडियोमा सम्पूर्ण जानकारी तपाईँलाई दिनेछौँ। त्यतिन्जेल तपाईँले हाम्रो यो भिडियोलाई हेरेर हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला र हामीले तपाईँले भिडियोमा एकदमै क्लियरली तपाईँले भिभो तपाईँको बजेटमा आउँछ कि आउँदैन, कस्तो छ स्मार्टफोनको बारेमा सुरु गर्छौँ डिटेलमा है। ल सुरु गरौँ अब। यो फोन प्रिमियम डिजाइन सहित आएको छ र यसमा सबैभन्दा आकर्षक पक्ष भनेको यसको डिस्प्ले 6.78 इन्चको छ, अलमोस्ट डिस्प्ले हो। यसमा FHD प्लस रेजुलेसन र 120 हर्जको रिफ्रेश रेट दिएको छ, जुन 1300 निट्ससम्मको ब्राइटनेस भएकोले बाहिर घाममा पनि मजाले स्क्रिनमा तपाईँले प्रष्ट देख्न सक्नुहुन्छ। अब कुरा गरौँ क्यामेराको बारेमा, क्यामेरा कस्तो छ भनेर। क्यामेराको कुरा गर्दा भिभो 50 मा छ 150 मेगापिक्सलको प्राइमेरी क्यामेरा ISO सपोर्ट सहित छ, जसले प्रोफेसनल लेभलको फोटो खिच्छ। साथै यसमा 300 mAh अल्ट्रा वाइड सेन्सर र 2 मेगापिक्सलको डेप्थ सेन्सर पनि छ। सेल्फी र भिडियो कलका लागि भने यसमा 32 मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ, जसले क्लियर र नेचुरल फोटो दिन्छ। अब कुरा गरौँ पर्फर्मेन्स कस्तो गर्छ, यसले कतिको राम्रोसँग काम गर्न सक्छ यसको बारेमा है। यस स्मार्टफोनलाई पावर दिएको छ क्वाड कोलम स्न्यापड्र्यागन 7 जेनेरेसनको 3 प्रोसेसरले। चाहे गेमिङ होस्, भिडियो एडिटिङ होस् वा मल्टिडेस्क, सबै कामहरूलाई यसले एकदमै स्मुथली ह्यान्डल गर्छ। अब कुरा गरौँ ऱ्याम र स्टोरेज कस्तो छ अनि कतिसम्मको छ भनेर यसमा है। भिभो भी50 मा दुईवटा ऱ्याम भेरिएन्ट पाइन्छ, 8GB र 12GB। स्टोरेजको लागि भने 128 र 256GB को विकल्प उपलब्ध छन्। त्यसमा पनि भर्चुअल ऱ्याम र एक्सपेन्सनको सपोर्ट भएकाले प्रदर्शन अझै स्मुथ छ। ब्याट्रीको कुरा गर्दा यसमा विशाल ब्याट्री 7000 mAh ब्याट्री दिएको छ, जसले 80 वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसले केही मिनेटमा फोनलाई आधाभन्दा बढी चार्ज गरिदिन्छ, लामो समयसम्म चल्छ। बजार मूल्यको कुरा गर्ने भने यो नेपाली बजारमा उपलब्ध छैन। भारतमा यसको सुरुवाती मूल्य करिब 32,999 बाट सुरु हुने अनुमान गरिएको छ। यसको मूल्यमा यो फोनले पावरफुल प्रोसेसर, प्रिमियम डिजाइन र दमदार ब्याट्री लाइफ उपलब्ध गराउँछ। तपाईलाई कस्तो लाग्यो यो भिभो 50 स्मार्टफोन? के तपाईलाई यसलाई आफ्नो नयाँ फोन बनाउन चाहनुहुन्छ? कमेन्टमा आफ्नो विचार भन्न नबिर्सनु होला। भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्सक्राइब गर्न पनि नबिर्सनु होला। फेरि भेटौँला अर्को टच भिडियोमा। टेक्निकल भिडियो हामी बनाउने गरिरहेका छौँ र हाम्रो टेक्निकल ग्याजेट नेपालमा हामी फेरि भेटौँला अर्को चोटिको लागि। अर्को मौका दिनु होला।